सो गाइज हामी चाहिँ घुम्न आएको हैन गैंडा पनि देखियो गैंडा चाहिँ वहाँनेर देखिन सक्छ हैन यो गैंडा पनि देखियो यहाँनेर गैंडा भालेपोथी छ गैंडा अनि सो त्यहाँनेर चाहिँ माथि ड्याममा चाहिँ कोकोडाल छ अनि उहाँनेर पनि छ यहाँ यो देखेको पनि कोकोडाल हो र त्यो माथिको ड्यामको पनि कोकोडाल हो हैन सो यतातिर फोटो खिचिन्छ अनि त्यसपछि चाहिँ हामी गइन्छ भन्ने प्लानिङ छ सो यो घुम्नको लागि चाहिँ एकदम फेमस ठाउँ हो यो सौरा हैन अनि प्राय चाहिँ धेरै टुरिस्टहरु चाहिँ आउनुहुन्छ सो घुम्नको लागि सो अब हामी चाहिँ बोटिङ गर्ने भनेको बोटिङको मान्छे त उता गयो त बे अनि हामी बोटिङ गर्नुपर्छ है सो उतानेरि चाहिँ कोकोडाल छ देख्न सक्नुहुन्छ यहाँ एउटा सुतेको कोकोडाल छ अनि एउटा उहाँले बालुवामा टक्क देख्न सक्नुहुन्छ यो बालुवामा एउटा कोकोडाल छ घाम तापेर बसिरहेको छ सो यहाँ भित्र चाहिँ जीप सफारी पनि हुन्छ नि त यहाँ चाहिँ मान्छेहरु चाहिँ फोटो खिच्न आउँछ यहाँ त टन्नै हुन्छ कोकोडाल यो राप्ती त्यो त हैन होला सो यो चाहिँ चितवन नेशनल पार्क एरिया देख्न सक्नुहुन्छ है गैंडा चाहिँ गैंडा हो त्यो चाहिँ गैंडा